आर्मी ब्यारेक चाहिँ माथि रहेछ इलाम चोकदेखि यस्तो देख्दा एकदमै प्राउड फिल हुन्छ। अहिले चाहिँ हामी इलामको चिया बगानमा झर्दैछौँ। हेलो एभ्रिवान, सेवा नमस्ते र मेरो च्यानलमा सबैजनालाई स्वागत छ। र आज पनि हजुरहरूको सामने एउटा नयाँ ब्लग लिएर आइसकेको छु। र आज चाहिँ हामी यहाँ तरराबाट इलामसम्मको यात्रा रहनेछ। त्यसैले आज चाहिँ मैले ब्लग बनाउनु गइरहेको छु। र आज इलाम चाहिँ मै सँगसँगै हजुरहरूलाई पनि घुमाउने सोचले चाहिँ मैले ब्लग स्टार्ट गरेको छु। अहिले चाहिँ बिहानको ठ्याक्क 4 बजेको छ र हामी चाहिँ 5:30 बजीसम्म चाहिँ चोक पुगिसक्नुपर्नेछ। गाडी स्टेसन चाहिँ पुग्नुपर्नेछ। र हेरौँ अन्तिमसम्म हेरेर साथ दिनु होला, हेर्दै जानु होला भन्दै म चाहिँ अब रेडी हुन्छु है त। अहिले चाहिँ हामी रेडी भएर चोक जाँदैछौँ र चोक पनि आइसकेको छौँ। र अगाडि नाति बजु अगाडि हिँड्दै हुनुहुन्छ वहाँनिर। र यता चाहिँ दिदी पुरै आफ्नो आफ्नो ब्याग बोकेर हिँडिँदैछ। मेरो चाहिँ यता रहेछ। हाय यता चाहिँ धरान जान्छ, यता इटरी। यता चाहिँ धरान जान्छ, यता इटरी। जुनै पनि ठाउँमा चाहिँ यतिको रोड भयो भने चाहिँ फेरि ठिक छ। यतिको रोड चाहिँ हुनु पर्यो है। यतिको रोड भयो भने चाहिँ यस दामी। आज बिहानको तररादेखिको देखिने दृष्टि चाहिँ यस्तो रहेको छ है। क्रस। हेलो साथीहरू, अहिले चाहिँ हामी इलाम 4 गाउँपालिका आइपुगेको छौँ। र बाटोमा चाहिँ भिडियोहरू बनाउँदै आइएन, किनभने मलाई चाहिँ गाडी लाग्छ। र अहिले चाहिँ हाम्रो खाजा खाने टाइम यहाँ बिसाएको छ खाजा खानुको लागि। र यहाँनिरको वातावरण चाहिँ यस्तो रहेको छ। ओहो, यहाँनिर चाहिँ पुरै दाउरा टन्न काटेर थुपारिरहेको छ भने वाउ कस्तो दामी। मलाई यस्तो ठाउँ मनपर्छ। र हामी चाहिँ यहाँनिर खाजा खानुलाई गाडी रोकेको छ। र वाउ कस्तो दामी भ्यू। ल साथीहरू, अब फेरि खाजा खाएर हामी बाटो लाग्नेछौँ। अहिले चाहिँ हामीले खाजा खाएर हिँडिसकेका छौँ। हामी चाहिँ इलाम 4 रोक भन्ने ठाउँबाट चाहिँ हिँडिसकेका छौँ। र एकदमै गाउँमा दामी छ। हरेबल कस्तो रमाइलो हुँदैछ। कहाँ हिँडेको अरे? हामी कहाँ हिँडेको? हामी इलाम हिँडेको होइन? किन हिँडेको हामी? अङ्कल भेट्नुलाई। साथी अङ्कल अब भेट्नेछौँ आज भएन भने भोलि। ल बादल हो क्या बादल। बादल हो।
इलाम बजार आइपुगेको छौँ। इलाम बजारको चोक चाहिँ यस्तो रहेको छ। ठ्याक्कै हामी चाहिँ इलाम बजारको चोकमै छौँ। अब हामी चाहिँ रुम कता बस्ने भनेर यहाँ हेर्दैछौँ। अब हामी चाहिँ माइपोखरी होटलमा बसेको छौँ। यो चाहिँ इलाम चोकको लेफ्ट साइड राइट साइडमा पर्छ। अहिले चाहिँ हामी आर्मी ब्यारेक आएको छौँ। आर्मी ब्यारेक चाहिँ माथि रहेछ इलाम चोकदेखि। वाह कस्तो दामी ठाउँमा रहेछ। र भोलि चाहिँ हामी यहाँ इन्ट्री हुनेछौँ गाइज। वाह यस्तो देख्दा एकदमै प्राउड फिल हुन्छ। र हामी चाहिँ सामान पुऱ्याउन आज चाहिँ आएको। भोलि चाहिँ हामी यो भित्र छिर्नेछौँ भन्दै हामी चाहिँ हिँड्दै 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 जाँदैछौँ। अरे बोल्दै ले के गर्दै हुनुहुन्छ अरे माथि? आतङ्कवादीलाई हान्दैछ। कसरी हान्नुहुन्छ नि देखाइदेऊ गरेर हो। हामी इलामको चिया बगानमा झर्दैछौँ माथि आर्मी ब्यारेकबाट। यो चियाको बोट हो क्या? ए यहाँनिर ए यादी यहाँ चाहिँ यस्तो यस्तो घुम्ने ठाउँ चाहिँ यस्तो रहेछ। हो लौजन अहिले चाहिँ हामी इलाम बजार इलामको चिया बगान घुम्दैछौँ। यहाँनिर चाहिँ यस्तो रहेछ। ठक्कै यो चाहिँ के भन्छ इलाम चोकको नजिकै रहेको छ। र पानी पनि हल्का पानी पर्दैछ। पानीमा भिज्दै चियाको बगानमा हामी घुम्दैछौँ। एकदमै एकदम अहिले चाहिँ गर्मी पनि छैन, एकदमै जाडो पनि छैन, ठिक्कको मौसम छ। वाह यस्तै आज चाहिँ हामी यति नै घुम्यौँ। र अब फेरि आजको भ्लग चाहिँ भोलि पनि कन्टिन्यू गर्नेछु। र अब चाहिँ हामी रुम जानेछौँ। पानी पनि पर्न थाल्यो, छाता लिएको छैन, त्यही भएर चाहिँ अब रुम जानेछौँ। र भोलि भेटौँ है त। सी यू टुमारो गाइज, बाई। गुड मर्निङ, सेवा, नमस्ते। र फेरि पनि हिजोको भ्लगमा चाहिँ मैले कन्टिन्यू गर्नको लागि चाहिँ भिडियो स्टार्ट गरेको छु। अहिले चाहिँ हामी रेडी भएर रुमबाट निस्किसकेका छौँ। र अब हामी यहाँ इलामको चोकबाट चाहिँ आर्मी ब्यारेक जानेछौँ। आज चाहिँ भाइको आर्मीहरूको पास आउट प्रोग्राम छ, त्यही भएर हामी चाहिँ फ्यामिली आएको छौँ। फ्यामिलीमा चाहिँ मेरो आमा अनि मेरो बदाई, मेरो दिदी हुनुहुन्छ।
हामीले चाहिँ यहाँ लड्डु किन्नु आएको छौँ भरै म के अरे मुख मिठाउनको लागि। हामी चाहिँ यहाँबाट अटो चलेर जाँदैछौँ। अहिले चाहिँ हामी आर्मी ब्यारेकको गेटमा आइसकेका छौँ। यहाँ सबैजना लाइनमा बसिरहनु भएको छ र आमाहरू चाहिँ अगाडि गइसक्नु भएको छ। अगाडि पुरा अराइभल टक 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 अङ्कललाई अराइभल एक्साइटेड छौ कि छैनौ छ ममा यहाँदेखि उता त खिच्नु नमिल्ने होला भिडियो बनाउनु मिल्नेमा चाहिँ म भिडियो बनाउने छु। अगाडि खिच्नु नमिल्ने रहेछ। अब प्यारेन्ट्सहरू चाहिँ यहाँनिर वेटिङमा हुनुहुन्छ सबैजना। म पनि गएर बस्नुपर्ने हुन्छ। अराइभल हेलो। अहिले चाहिँ हामी सबैजना वेटिङमा छौँ र सबै प्यारेन्ट्सहरू पनि आइसक्नु भयो भित्र र उता पनि भिडियो बनाउनुलाई पुरा ड्रोन रेडी बनाइरहनु भएको छ। यहाँबाट पनि अर्कै ठाउँ जानुपर्ने भएको कारणले चाहिँ हामी फेरि यहाँबाट अर्को ठाउँ जाँदैछौँ र अहिले चाहिँ हामी यहाँबाट चाहिँ तितरभित्रमा जाँदैछौँ। इलाममा पाइने चाड चाहिँ नर्सरी वा तल रहेछ खान्छु तल जानुपर्ने हुन्छ। नेपालको झन्डा वा कता जानु हुँदैछ? हामी तल ग्राउन्ड सुतेर गएछ म थाहा नै छैन त। एक वर्ष भइसक्यो लाउरी भएको सोल्टी सँगै गुच्छाले साथी 1 वर्ष भइसक्यो लाउरी 1 वर्ष सुतेर गएछ त। डेकोरेसन चाहिँ एकदमै राम्रो छ। डेकोरेसनमा म पनि राम्रो भएर दिन्छु। वाउ भ्यू त एकदम यहाँनिर चाहिँ गेट रहेको छ। स्वागतम सम्पूर्ण आमा बुवा तथा दिदी बहिनीहरूलाई भन्दै मैले भिडियो यहीँ स्टप गरेँ। हामी चाहिँ यहाँ पनि इन्ट्री भइसकेका छौँ र डेकोरेसन चाहिँ जे होस्
यतिको कहाँ हुनु परे खेलाउने कम हुन्छ कस्तो लामो हुन्छ राजा दाइ डाइरेक्ट कुदाउनु कम छ र फ्लो गर्नु के बस्नु होला है बस्नु नपाउने फेरि भाइ अगाडि लाइनमा बसेर देखिन्थ्यो भन्थ्यो Arrival. Hello. Hello. यता हेर अंकल भेट्नलाई कतिको एक्साइटेड छौ ह एकदम धेरै अंकल के गर्दै हुनुहुन्छ अरे कसरी भन्देऊ न ह भन्देऊ भने गरी अब अंकल मेरो जुत्ता दिनु यहाँ चाहिँ ड्रोनबाट भिडियो लिँदै हुन्छ पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म तत्कालीन नेपाल राज्यको सिमाना विस्तार गर्न यो गौरवमय आशयको सम्भव भएको हो। विभिन्न ऐतिहासिक कालखण्डहरूमा फाइनली साथीहरू प्रोग्राम सकेर पनि तल बजार झर्दैछौँ र त्यो भित्र मैले धेरै भिडियो बनाएको थिएँ युट्युबमा हाल्नको लागि तर पब्लिकमा नहाल्नु रे त्यही भएर अब बनाएको भिडियो चाहिँ म हाल्दिनँ र मेरो हिजोदेखिको भ्लग चाहिँ म अन्त्य गर्न लागेको सो अन्तिम समय हेरेर साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद फेरि पनि अर्को भ्लगमा भेट्ने बादको साथ बिदा हुन्छु बाइ बाइ गाइस लभ यु